हेलो एभ्रिवान, आज चाहिँ धेरै पछि मेरो प्यारी साथी अप्सरासँगको भेट अनि उहाँ आन्टीसँगको चाहिँ मेरो दोस्रो चोटिको भेट हो। अनि उहाँ चाहिँ अप्सराको सासुआमा होइन। आज अप्सरा र अप्सराको सासुआमा चाहिँ मेरो रुममा आउनु भएको छ। फर्स्ट टाइम हो अप्सरा पनि मेरो रुममा चाहिँ आएको थिएन नि त। अनि त्यस पछाडि ऊ पनि भिडियो बनाउँदैछ अनि एकदम ह्याप्पी छौँ क्या, दुईजना भएर भिडियो छिटो बनायौँ, खिच्यौँ होइन, गफ गऱ्यौँ एकछिन। एकदम एक्साइटेड, खुसी छौँ क्या हामी। त्यस पछाडि उहाँ चाहिँ अप्सराको सासू मेरो आन्टी अनि खुसी हुँदै धेरै पछाडि खुसी हुँदै होइन भेट भएर गफ गर्दैछौँ। अनि भिडियो बनाउँदैछ अप्सराले पनि भिडियो बनाउँदैछ। अनि उहाँ चाहिँ आमा, म चाहिँ यता छु भन्दैछु क्या। अनि मेरो प्यारी साथी अप्सराले पाहाडको अर्ग्यानिक साग प्लस यहाँभित्र अरू पनि छ भनेर साग मात्रै देखाएँ। अनि यो चाहिँ मेरो प्यारो छोराको फेभरेट हो छुर्पी, अप्सराले ल्याइदिएको, अस्ति पनि ल्याइदिएको थियो, भर्खर खाइसक्यो क्या नानीले। अनि त्यस पछाडि अप्सराले यहाँनिर गफ गर्दैछ, नानी कतिखेर आउने भनेर सोध्दैछ। अनि अप्सराले चाहिँ बनाना ल्याइदिएको अरे क्या मेरो लागि, कहीँ लिएर आएको थियो, तर उसको पनि फेभरेट हो नि त। अनि ऊ खाँदै बोल्दैछ क्या। अनि त्यस पछाडि मेरो छोरा पनि स्कुलदेखि आइसक्यो, नानीको एक्जाम हुँदैछ। अनि एकदम खुसी भयो क्या मेरो छोरा छुर्पी देखेर। अनि भर्खर खाइसकेको थियो नि त अस्ति अप्सराले ल्याइदिएको, एकदम खुसी हुँदै उसले आफै राख्छु भनेर राख्दैछ। है मिठो मानेर खानु ल। आन्टीले चाहिँ घरैदेखि हरियो खोर्सानी मेरोमा छैन भनेर बोकेर आउनुभएको छ। यदि चाहिँ मलाई दिनुभएको यहाँ आन्टीले होइन। अनि हरियो खोर्सानी यति अब अन्तिम सिजन सक्यो नि त। अनि अब अप्से कस्तो छ, ठिकै छ दालमा? अब हतार भयो नि त, अहिले आएर अहिले जान आँट्नु भयो। अनि त्यस्तो केही मैले बनाएर खुवाउनु सकिनँ। मासु भाले काटिहाल्यो रिसाले भाले लोकल भालेको मासु खाँदैछौँ नि हामी चाहिँ। खोर्सानी टोकेको दुईटा हो क्या? दुईटा टोक्यो क्या? राम राम राम। अप्से अलिकति माम ल्याइदिन्छ है, खानु अलिकति हरियो खोर्सानी छ। मासु यो चाहिँ लु, मेरो डन चाहिँ यहाँ लुगै नफेरिकन यस्तो अस्तेको छ होइन। छिटो लु, तिमी पनि माम खाऊ ल। अब फेरि अब दिन्छु नि ल। मोमो खतरा मेरो छोरा। मेरो साथी र आमा चाहिँ अब जाने बेला पनि भइसक्यो, धेरै बेर बस्नु भएन। उहाँहरू चाहिँ खास उता जानुभएको नि त, काठमाडौँसम्मको यात्रा हो। अनि त्यस पछाडि म चाहिँ पुऱ्याउनु जाँदैछु। अनि पुऱ्याउनु गएर पनि यहाँ टक्क गाडीमा पुऱ्याउनु गएँ गाडीसम्म। अनि बाई बाई भनेर म पनि घर फर्केँ। अनि मेरो साथी पनि जानुभयो, साथीहरू।